everyone, welcome back to my YouTube channel. अनि नमस्ते सबैजनालाई। हजुर कस्तो हुनुहुन्छ? आई होप हजुर सबै सन्चै हुनुहुन्छ भनेर म पनि सन्चै छु, तर अलिकति बिसन्चो छु। त्यही भएर म अहिले आएको छु हस्पिटल, एमएच आएको छु म मिलिट्री हस्पिटल, र मेरो साथमा आएको छ वान एन्ड ओन्ली मेरो कान्छी छोरी। आज यसको एक्स्ट्रा क्लास थियो साथीहरू। आज यसको एक्स्ट्रा क्लास हुनेको कारणले यसको 10:30 बजे छुट्टी भएको थियो। त्यही भएर यसलाई मैले लिएर आएको छु सिधै स्कुलदेखि हस्पिटल। त अहिले हाम्रो नम्बर आएको छैन, त्यही आमा छोरीले वेटिङ गर्दै बसे। अहिले वेटिङ हलमा कोही पनि छैन, हामी दुईजना मात्रै छु वेटिङ। साथीहरू आज म एक चीज भन्न चाहन्छु कि आज मेरो मम्मीको बर्थडे हो। साथीहरू बर्थडेमा मेरो बर्थडेमा तिमीले के दियो गिफ्ट? गिफ्ट त साथीहरू यिनीहरूले हिजो राति दिँदै थियो, बुके बनाएको थियो एउटा, अनि इयरिङ्सहरू जो मेरो छोरीहरूले दिएको यो बर्थडेमा। त यही इयरिङ्स आज मैले लगाएको, चकलेटको बुके दिएको अनि चकलेटको बुके अनि यो इयरिङ्स दिएको थियो मेरो छोरीहरूले। सो अहिले चाहिँ अब के गर्नु, बर्थडे भयो भने मलाई हस्पिटल त आज मेरो डेट थियो हस्पिटल आनेको। सो मैले हस्पिटल चेकअपको लागि एउटा अझ एउटा गिफ्ट छ कि जुन पनि यो भिडियोलाई हेरेको छ लाइक च्यानल सब्स्क्राइब गरिदिनु साथीहरू। ठिक छ, मेरो छोरीको कुराहरू सुन्दैन, जसले पनि भिडियो हेरेछ प्लिज साथीहरू लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला सबैले। सो अहिले टाइमिङ पनि 12 बजिसकेछ। अब मेरो नम्बर कहिले हान्यो, यहाँ म 11 बजेबाट म बसेछु, 1 घन्टा भइसक्यो साथीहरू म यहाँ बसेको, मेरो नम्बरै आएको छैन। अब हेरौँ कति बेला आन्छ नम्बरहरू, फेरि चेकअप गराएर घर जानुपर्ने हुन्छ हामीहरूलाई। पुरा खाली छ, हामी त कोचिङ लिन बसेको छ यहाँतिर पुरा यता, अनि यता टिभी देखेर छ, अनि सबै आधा बाहिरै बसेको छ। खै देख त मेरो कति नम्बरमा छ? 83। ओ माई गड, यति लामो कति चल्दैछ नम्बर अहिले? 68। यहाँ हेर्न सक्नुहुन्छ हाम्रो यो मिलिट्री हस्पिटल कस्तो दामी छ। हाम्रो नम्बर कहिले आन्छ माइरा? भोक लागिसक्यो है। भोक लागिसकेछ, नम्बरै आएको छैन। अब एकछिन वेटिङ गर्नुपर्ने हुन्छ, चेकअप छिटो चेकअप गरेर फेरि हामीहरू घर जानुपर्ने हुन्छ होइन। अरू घर कचर पचर उसलाई भोक लागिसकेको छ, कान्छी छोरीलाई भोक लागिसकेको छ। घरमा त मैले खानाहरू पकाएर आएको छु पनि, अब उसलाई कचर पचर खान मन लागिसकेको छ। अब टाइमिङ पनि त यति धेरै भइसकेको छ, 12 बजिसकेको छ टाइमिङ पनि त। यहाँ मेरो हस्बेन्ड पनि आइसकेछ। मेरो नम्बर यति लेट छ, मेरो नम्बर कति 83, टोकन नम्बर मेरो 83 छ साथीहरू। अहिले चल्दैछ 62 भने 68 चल्दैछ अहिले नम्बर। ओ माई गड, अझै त कति छ, कमसेकम 1 घन्टा त अझै लाग्छ होला। अब तबसम्म हामी जानुपर्छ, हामी पनि ब्रेक लिनुपर्छ। अब गएर कति चाय पानी खान्छ है। अब हामी तलतिर जाँदैछौँ क्यान्टिनमा साथीहरू चाय पानी खानुको लागि। मेरो घाँटी पनि सुकिसकेको छ चिसोले, चिसो पानी खाएर जाउँ आएर। यता हेर काली कता हो? यो त खाना मात्र हान्छ कि यता। यहाँ माइरा र म जाँदैछु जुस खानको लागि होइन माइरा? लस्सी पिन गइरहेछौँ हामी दुइटा, किनकि अहिले मेरो बुढा पनि उहाँ इलाज चल्दैछ, उनको पनि हिजो हातमा यहाँ चोट लागेको छ। त्यही भएर अहिले उहाँ ड्रेसिङको लागि जानुभएछ। हामी दुइटा चाहिँ यहाँतिर जुस खानुको लागि आएको छ। ए सानो डगी छ त यहीँ भन्नुहुन्छ हस्पिटलमा जुस लस्सी पानी ठाउँ होइन न। यहाँ माइराको लस्सी आइसकेको छ है। लिँदा सिब्ली कस्तो हुने रहेछ यहाँको? कस्तो छ? दामी छ? टेस्ट गर्छु साथी कस्तो छ है। नाइस, दामी रहेछ। पानी पऱ्यो पुरा, यस्तो अचानक हो। देश हस्पिटल हो बागडोग्राको। आयो फर्स्ट टाइम मैले साथीहरू हस्पिटलमा यो स्ट्रेचर छ है। यहाँ कस्तो छ यस्तो स्ट्रेचर देखेको मैले फर्स्ट टाइम हस्पिटलमा।
बस्ने जग्गा कहाँ छ? मुभी चल्दैछ सुल्तान। मेरो छोरी र म यहाँ मुभी हेर्दै बसिरहेको छु। यसो माएर पेट भरे नि अब त भरेछ नि चाहिँ अब घरमा गएर खाना चिप्स होइन अब घरमा खाना खाने अब सो माइरा र मेरो यहाँ स्न्याक्सहरू आइसकेछ अब बसेर खाने सबै खायो पन्जाबी तड्का 2 बजीसक्यो साथीहरू कहिले घर पुग्ने हो मेरो त चेकअप भइसक्यो साथीहरू मेरो हस्बेन्डको छ उनको ड्रेसिङ हुँदैछ अहिले हामी दुइटै यहाँ लस्सी पिन्दै है मुभी हेर्दैछ सुल्तान मुभी हस्पिटल आयो भने त दिनभरि लाग्छ यहाँ दिनभरि बिहान अब हामीहरू 10:30 बजी कति बजी होला हामी घर पुग्ने भयो तिम्रो देखाऊ अङ्गुठा के भन्यो टाइम लाग्छ रे ठिक छ एकछिन दुख्नु पर्ने हुन्छ नि 1 पानी परेर हामी चाहिँ यहाँ हस्पिटलमा फाइनल साथीहरू हामीहरू घर जाँदैछ होइन 2 बजी बल्ल भ्यायो मेरो हस्बेन्ड पनि अगाडि जाँदैछ सो सी यू इन नेक्स्ट व्लग गाइस बाइ बाइ